हेलो एभ्रिवान, आज हामी कलर एक्सचेन्ज गेम खेल्दैछौँ। फाइनली कति हप्ता अगाडि सोचेको थिएँ, 1 हप्ता 2 हप्ता भयो। सिजना अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं। तामाङ बस्ने सुरु गरौँ न है। सुरु गरौँ। कलर चाहिँ कुन कलर 10 वटा छ। सुरुमा हामी येलो हैन One, go! Oh my god! मेरो जुस लिएर आएको मैले काहीँ नभेटाएको तिमीहरूको खुसी है। ल खानेवालामा छ हामी। थ्याङ्क यू। कस्तो राम्रो रहेछ। वाउ। अब कुन कलर काली भन्न तिमीले? रेड। मेरो कति राम्रो छ रेड हो। रेड मेरो कालो छ के? 2 3 go। मैले सबलाई युज मैले हेर्दा मेरो ब्यागमा आइतेन अनि फस्को थपिदिएको के मैले चाहिँ साडी क्युटी ल्याएको थिएँ ल तिमीलाई चाहिएको थियो के अब मेरो ल एउटा चिज त पुछेछ ल भोज्दै हो ल थ्यांक यू सानो कपालमा हैन ग्रीन ल ग्रीन 1 2 3 go process साबुन यार अलि मस्तले भाडा भनेर साबुन मैले तिमीहरुको ब्रश दाँत गर्न छ र ब्रश किनेर ल्याइ दाँत चम्काउ है दुई जनाले ल थ्यांक यू ओरेन्ज ए फेरि अब ओरेन्ज भयो सस्ने भयो 1 2 3 go तिमी त जाय मेरो अर्को पनि छ ल कलेजमा कभर गरेर आउने यसले पनि छ ल कभर खोलेर आउने र ल तिमीहरु चाहिँ खाऊ ल स्वीट थ्यांक यू पर्पल भन्ने ए पर्पल ओ भयो 1 2 3 go सेम पोजी लाग्यो लक्ष्मी सिंगार थ्यांक यू ओभर पोजी ल एक्सचेन्ज हुन्छ येलो भयो जस्तै रुको येलो हैन ल 3 2 1 go यो त जाने फल लगाएको थियो कसम भयो जुले खाने कुरा ल चिपाचुस यार तिम्रो हात फुट्छ यो दुई जनाको ल यही ल्याइदिएको मैले सब फुट्छ के तिम्रो दुईटा पुरै एक्सचेन्ज गर्ने के भयो थ्यांक यू रेड अब ब्ल्याक के कस्तो सल्लाह गरे जस्तो भइरा यार हामीले हैन भयो एकछिन रुको गफले भन्छ 3 2 1 go पेन तिमी दुईजनाले यहाँ यसले दामी हेर्ने डिक्पार लेख्ने ओ क्याम थ्यांक यू ल टिका तिमी राम्री बना ल थ्यांक यू कुन कलर भटा काली ऑरेन्ज कलर को रहेछ ए मेरो छुटेछ नि यो तिमीलाई ल तिमी क्यामा कुन कलर हो काली कुन कलर भयो अब पिंक ल 3 बासेन भयो 1 go त्यो बढिया पु याद दे तिमीहरु यहाँ टग धोएर आउने रेड 1 2 3 3 यसरी राख्ने ओ हेर न यहाँ अब लास्ट एउटा ब्राउन एउटा हैन भयो 3 2 1 go ह्यापी बिस्कुट स्नेकर यो चाहिँ अब मैले यो कुन कलर भन्ने कन्फ्युज भइदिए अनि सो यो ल्याइदिन्छु त ल ह्यापी बिस्कुट खाएर तिम्रो ह्यापी हो जिन्दगी भरि है थ्यांक यू देखो ना गाइस ये क्या है गाइस यूजफुल सामान है